यहाँ आउँदाखेरि पहिलोचोटि हो पोहोर साल। त्यो बेलामा मैले के सिकाएको छ भनेदेखि सर्वप्रथम जहिले हामीले धर्म गर्छ, अहिले हामी धर्म प्रवचन गर्दैछु, फेरि आफ्नो घरमा पनि पूजाहरू गर्छ, ध्यानहरू अलिअलि गर्छ, अनि छेमे बाल्छ, ढोक्छ, जति धर्महरू गर्छ त्यो बेलामा तिनवटा कुरा चाहिँ अनि मनमा राखेर प्रयोग गर्नुपर्छ। तिनवटा कुरा के हो? जहिले धर्म गर्छ त्यो बेलामा पहिला सर्वप्रथम पूर्व आवेश भने चाहिँ राम्रो हुनुपर्छ, पूर्व आवेश। दोस्रो चाहिँ के हो? मूल विषय, त्यो राम्रो हुनुपर्छ। तेस्रो चाहिँ के हो? अन्तिमको प्रार्थना, त्यो राम्रो हुनुपर्छ। त्यो तिनवटा चाहिँ राम्रो भएदेखि धर्म ठुलो गरोस् सानो गरोस्, समय छोटो समयमा गरोस्, धेरै अनि समय दिएर गरोस्, तर त्यो सबै शुद्ध र राम्रो हुन्छ। त्यो तिनवटा राम्रो नभएदेखि 1 घन्टा 10 घन्टा पूजापाठदेखि लिएर त्यसो गऱ्यो भनेदेखि त्यो शुद्ध हुँदैन। त्यसो कारणले त्यो तिनवटामा सबैले ध्यानमा राखेर गर्नु। त्यसो कारणले आज प्रवचनको बेलामा पनि, भोलिको प्रवचन बेलामा पनि हामीले त्यो तिनवटा चाहिँ गर्नुपर्छ भनेर पहिला यो भन्न चाहन्छु है। आइसकेर गुरुले पनि गुरुको जिम्मा लिनुपर्छ। गुरुले जिम्मा राम्रो किन आएको, के को लागि आएको, त्यो योजनाहरू के छ, उद्देश्यहरू के छ, त्यो सबै सफल हुनुको लागि गुरुले जिम्मा लिएर गुरुको काम गुरुले गर्नुपर्छ। चेलाहरूले पनि के वचन दिएको छ, चेलाहरूले पनि आफ्नो जिम्मा के छ त्यो चाहिँ सबै बुझेर जिम्मा राम्रो लिनुपर्छ। गुरुले पनि राम्रो जिम्मा लिने, चेलाहरूले पनि राम्रो जिम्मा लियो भनेदेखि त्यो हाम्रो यो प्रवचनहरू सफल राम्रो हुन्छ। पोहोर साल धेरै राम्रो भएको थियो होइन? हो त्यस्तो गरेर सबैले त्यो होइन यसो नगर्नु है, अब मौसम राम्रो छैन, राम्रो हो भने म जाउँ, अब राम्रो छैन बसौँ भनेर त्यस्तो गर्नु हुँदैन। म पनि चिसो लाग्छ नि, म किन आएको त यहाँ है? गुरुलाई चाहिँ आउनुपर्ने, चेला चाहिँ चिसो छ भनेर नआयो भने कहाँ हुन्छ? हुँदै हुँदैन नि। अब त्यसकोमा म भिक्षु भएको कारणले फेरि छेउको बेलामा यस्तो लाउनु हुँदैन, त्यो फुतुङ सुतुङ भन्नेहरू। तपाईँहरू त आराम लगाएर छ नि। अब चिसो होस् के होस् बस्नु पर्यो, बुद्धले त्यो नियममा छ होइन? त्यो हो। फेरि टोपी पनि लाउनु हुँदैन, कपाल पनि छैन। तपाईँहरू त टोपीको माथि कपाल पनि छ। त्यस्तो है। अनि यसो नगरौँ है, फेरि घरमा हो मेरो बाख्राले के दिनु पर्यो, मेरो कुखुराले के दिनु पर्यो, मैले भैँसीले के दिनु पर्यो, यता काम छ उता न त काम त जहिले पनि गर्छ नि। अब त्यो काम चाहिँ अब जहिले पनि गर्छ। यस्तो प्रवचन, यस्तो धर्मको यस्तो समय पाउनु गाह्रो मौकामा पनि फेरि त्यस्तो सोचेर बस्यो भने फेरि त्यो हुन्छ। त्यो कामहरू चाहिँ सानो हो, यस्तो समयमा चाहिँ छोडेर आउनुपर्ने हो ल। हो त्यसो गरेर अब जो होस्, गुरुले पनि जिम्मा राम्रो लिनु अनि चेलाहरूले पनि जिम्मा राम्रो लिनु। 2 दिनमा चाहिँ यस्तो हामी राम्रो चाहिँ गरौँ होला। गर्नुहोस्। पूर्व आवेशको भित्र चाहिँ 2 किसिमको हुन्छ। शरणगमनको सोच, शरणगमन राम्रो गर्ने एउटा, अनि बुद्धिचितको सोच राम्रो हुनुपर्ने, त्यो दुईवटा चाहिँ सबैले गर्नु। त्यसमा चाहिँ अनि मनदेखि नै बुद्ध रत्न धर्मरत्न सङ्घरत्नलाई सङ्घरत्नको शरणमा जान्छु भनेर मनदेखि नै एकचोटि सम्झिनु। त्यसको पछि सर्व पानीहरू सुख होस् दुःख नहोस्, त्यसको लागि मैले बुद्धता प्राप्त गर्न सकोस् भनेर बुद्धिचितको सोच राम्रो गरेर एकचोटि सम्झिनुहोस्।
ओ नमो तस्सा भगवतो अरहतो सम्मा सम्बुद्धास्सा बुद्धं शरणं गच्छामि सबैले सँगै भन्नुस् ल धम्मं शरणं गच्छामि संघं शरणं गच्छामि बुद्धं शरणं गच्छामि धर्मं शरणं गच्छामि संघं शरणं गच्छामि बुद्धं शरणं गच्छामि धर्मं शरणं गच्छामि संघं शरणं गच्छामि नमो गुरुवे नमो बुद्धाय नमो धर्माय नमः संघाय सांगे जोदान सोगे जोनम ला चंगचू पार्तो दाने केप्सुच दागे जुजे गिबे चोनांगे डोला पेंजर सांगे डुबारा सांगे जोदान सोगे जोनम ला चंगचू पार्तो दाने केप्सुच जुजे गिबे चोनांगे डोला पेंजर सांगे डुबारा सांगे चेतां सोगे चोनम ला चंगजो बरदो दाने केसु चे दागे चुशेंगे बे चोनम डोला पेंजरे सांगे डुबरा 심젠 탐젠 대와 단 대외 교단 덴바르 교르지 심젠 탐제 동아 동알기 교단 제바르 교르지 심젠 탐제 동알 메벤 대와 면자와르 교르지 심젠 탐제 녀린 착당 니단제 당념 전보라 네바르 교르지 펜데 중내 템바 다르징게 딘징게 보 탐제 공간 류제군 란데게 중외네 상게 템바다 게교로지 장주 셈조 림보체 마게 반남게교 게바냐바 메바라야 공네 공 배워라요 동이 따와림보체 마게 반남게교 개바냐 밤에 바라야 고네곤 배워라이쇼 지세 남카 내바단 로와 지세 내교 디세다네 내교로네 로베동 세와라이쇼 띵지 데와라 중화간 디네 동바니도 데네 나바데 디니 우메 람예 강지레 딘조 마예 베초가 여바 마예 디제 동바 마예 베초가 여바 마예 노 올라서 यहाँ सम्म चाहिँ पूर्वाभ्यास भने चाहिँ सिद्धियो। अब दोस्रो मूल विषयमा भन्ने हो। मूल विषयमा अब यहाँ चाहिँ मूल विषयमा चाहिँ भन्नु बेलामा पहिला हामीले मनमा के राख्नुपर्छ भनेदेखि पोहोर साल अनि गुरु यहाँ आएर अनि के भन्ने थियो हैन, त्यो चाहिँ अब भयो भने 101 100% मनमा राख्नुपर्ने हुन्छ। यदि त्यस्तो नभएदेखि 90, 80, 70 अनि 60, 50, 40, 30, 20 अलिकति मनमा चाहिँ हुनुपर्छ। किनभने
म यहाँ आउने चाहिँ एउटा परम्परा अनि परम्परालाई के अरे मान्नुको मात्र आएको होइन। म यहाँ आउनु चाहिँ अनि के अरे सिर्फ धर्म देशना एउटा दिएर यसो यसो फलाना फलाना गाउँमा गएर धर्म देशना गर्यो अनि चेलाले भने हामी धर्म सुन्यो भन्ने त्यो मात्रको लागि होइन है। फेरि म यहाँ आएर चाहिँ अनि के अरे म यहाँ आउने चाहिँ त्यो के अरे पोलिटिक्स गर्छ राजनीतिक अनि त्यसको लागि यहाँ आएको होइन अनि भोटको लागि आएको पनि होइन है। अब यस्तो होइन भनेदेखि म यहाँ आउने कारण चाहिँ के हो भन्नेमा एउटा चाहिँ एकमा हामीले जहिले पनि के प्रार्थना गर्छ भनेदेखि सिम्चे थम्चे देवा त देवी क्यो त धेम्बर गुरुजी सिम्चे थम्चे दोङ्गाल त दोङ्गाल क्यो त ठेलवर गुरुजी भनेर प्रार्थना गर्छ। त्यसको मतलब चाहिँ सर्व प्राणीहरू सुख होस्, सुख पाओस्, सुख अन्तिमको सुख, सत्यको सुख अनि के अरे पाओस् भनेर प्रार्थना गर्छ। सर्व प्राणीहरू दुःख नहोस्, दुःखबाट मुक्ति होस् भनेर प्रार्थना गर्छ। तर त्यो चाहिँ प्रार्थनामा मात्र नबसेर नराखेर काममा लिनु पर्यो। त्यो काम कसरी लिने त्यो एउटा। दोस्रो हामीले प्रार्थना के गर्छ फेन्दै जुने तेम्बा थर्सिङ्गे भने बुद्धको धर्म चाहिँ सिर्फ बौद्धहरूको लागि होइन। सुख चाहिने दुःख नचाहिने सर्व प्राणीको लागि बुद्धले धर्म देशना गरेको हो। त्यसो कारणले त्यस्तो धर्म चाहिँ अनि फेन्दै जुङ्ने तेम्बा थर्सिङ्गे भनेर त्यो धर्म चाहिँ फैलाओस् भनेर हामीले प्रार्थना गर्छ। तर कसरी फैलाउँछ हक्पल गर्छ हावाले ल्याएर गएर फैलाउँछ फैलाउँदैन। मान्छे गएर मान्छेले मुखबाट धर्म यस्तो भनेर अरूलाई सुनाएर अरूलाई सिकेर अरूलाई जानकार दिएर पो फैलाउनु पर्छ है। हावाले ल्याएर आउने यस्तो होइन, फैलाउने यस्तो होइन। दुई त्यसो कारणले अब बुद्ध धर्म कसरी फैलाउने त्यो। अब तेस्रोमा हामी बुद्धको चेला हो भन्छ, हामी बौद्ध हो भन्छ। तर हामी बौद्ध हो भनेदेखि बुद्धलाई मान्नु पर्यो। बुद्धले मान्ने हो भनेदेखि बुद्ध भन्ने चाहिँ कस्तो हो बुद्धले जान्नु पर्यो नि। बुद्धै थाहा नभएर बुद्धले कसरी मान्ने एउटा कुरा। अब बुद्धले जानकार कसरी गर्ने, बुद्धले कसरी थाहा हुने। बुद्धको मूर्ति मैले हेऱ्यो देख्यो त्यो हो होइन नि। फेरि हामी धर्म बुद्धको धर्म मान्छौँ भने धर्म के हो। फेरि हामी सङ्घलाई ढोक्छु भन्छ, सङ्घ भने के हो, बुद्ध रत्न धर्म रत्न सङ्घ रत्न के हो त्यो जानु पर्यो नि होइन। त्यसो कारणले हामी बौद्ध हो भनेर बुद्ध धर्म के अरे बुद्ध चिन्नु पर्यो, बुद्ध रत्न धर्म रत्न सङ्घ रत्न चिन्नु पर्यो। त्यसको लागि धर्म चाहिँ सिक्नु पर्यो, धर्म पढ्नु पर्यो। तर धर्म कसरी पढाउने, यसरी बसेर धर्म पढ्नु सक्छ सक्दैन नि। सिकाउने मान्छे चाहियो, त्यसले सिकाउनु पर्यो, आफूले सुन्नु पर्यो। त्यसो कारणले धर्म बुद्ध धर्म सङ्घलाई मान्ने मान्छे भएको कारणले पनि बुद्ध धर्म भने चाहिँ थाहा हुनु पर्यो होइन। अब खास गरेर बुद्ध धर्म अनि बौद्धहरू चाहिँ बौद्धहरूले धर्म चाहेको छ भनेदेखि अब बौद्धहरू कहाँ कहाँ बसेको छ होइन। यो जम्बुद्वीपमा बौद्ध कति छ, नेपालमा कति छ, काठमाडौँमा कति छ, गाउँतिर कति छ। काठमाडौँमा 100 त्यहाँ चाहिँ ज्ञानेश्वर गर्छ,
प्रतिशतमा 5% काठमाडौँमा छ। 95 करे 95 र 95% चाहिँ कहाँ छ? गाउँमा छ। अब गाउँमा भएको बौद्धहरूलाई बुद्ध धर्म नसिकाएर यसरी राख्ने हुँदैन नि। त्यसो कारणले गाउँमा बस्ने बौद्धहरूले पनि बुद्ध धर्म जान्नु पर्यो, सिक्नु पर्यो, थाहा हुनु पर्यो, होइन एउटा। अब त्यसमा फेरि हामीले अनि के अरे अहिले कुरा एउटा के हुन्छ भने हामी एउटा मानव जीवन पाएको मात्र नभएर बुद्धको चेला भएको गाउँतिर धेरै नै छ। तर बुद्ध धर्मको शिक्षा दिने मान्छे नभएको कारणले कोहीहरू बिचारा थाहा नभएर आफ्नो धर्म छोडेर अरू धर्मपट्टि जान्छ। त्यो गएको नराम्रो हो भने भन्नु हुँदैन, आफ्नो खुसी हो, ह्युमन राइट्स, आफ्नो खुसी हो। अब जहाँ माथि गयो तल गयो के गर्यो आफ्नो खुसी हो। तर भने गाउँतिर आफ्नो बुद्ध धर्मलाई मान्दैछ, त्यसलाई आस्था राख्दैछ, तर धर्म नचिनेको कारणले, धर्मको कुरा चाहिँ बताउने मान्छे नभएको कारणले अनि धर्म नजानेर, बुद्ध धर्म नजानेर अनि त्यस्तो हुने छ नि, होइन। त्यसो कारणले अब गाउँतिर धेरै मान्छे चाहिँ बौद्धहरू पनि अबौद्ध हुने अनि कोहीकाहरू चाहिँ धेरै नराम्रो मान्छे हुने हुन्छ नि। अब हामीले त्योहरूले बुझाउनु पर्यो नि। अब तिमीहरू बौद्ध हो, बुद्ध भने यो हो, धर्म भने यो हो, सङ्घ भने यो हो, बुद्ध धर्मलाई लाग्नुपर्छ, आफूले फाइदा छ, तर्कालमा फाइदा छ, भविष्यमा फाइदा छ भनेर त्यो कुराहरू सबै सिकाउनु पर्यो नि। त्यो कसरी सिकाउने? सिकाउनु त्यो जान्ने मान्छे एउटा गाउँमा गएर अनि त्योहरू कुराहरू सबै के भन्छ सिकाएर अनि पो जानु पर्यो नि। त्यसो कारणले अहिले मैले 3टा कुरा भने नि, त्योहरू सबै मनमा उद्देश्यमा राखेर अनि म यहाँ गाउँतिर आएको हो नि। पैसाको लागि आएको होइन, पैसाको लागि हो भनेदेखि म यहाँ आउँदैन, म अमेरिका जान्छ, म युरोपमा जान्छ, म त्यहाँ जापानमा जान्छ, ताइवानमा जान्छ। अब आजकल त त्यो के अरे चाइनामा पनि पैसा धेरै विकास भइसकेको छ, चाइनामा पनि बौद्ध धेरै थुप्रो भइसकेको छ। अब त्यहाँ गयो भने पैसा त धेरै पाउँछ नि, होइन। म त यहाँ पैसाको लागि आएको भन्ने चाहिँ होइन, फेरि मलाई समय धेरै भएर मोज गरेर टुरिस्ट जस्तो आएको पनि होइन, होइन। अब टुरिस्ट जस्तो यसो आएको पनि होइन। अनि यहाँ आउनुको लागि अब मान्छेले तल आएर गुरु यहाँ आउनुहोस्, त्यो मोटरको खर्चहरू सबै हामी दिन्छौँ आउनु है भनेर त्यस्तो पनि होइन। म आफैले मोटरको खर्च भने आफैले तिर्ने, यो स्पिकर पनि आफैले है गाउँमा जानुपर्छ भनेर किनेर यताउता गाउँमा जाँदाखेरि ल्याएर जाँदैछ ल यो स्पिकर पनि है। फेरि जहाँ गाउँमा गयो भने जति गुरु दक्षिणामा पैसा दिन्छ त्यो सबै त्यही गाउँमा छोडेर जाँदैछु, 1 पैसा पनि ल्याएर जाँदैन। त्यसको माथि अलिकति थाप्न सक्यो भने अझै थापेर राख्ने। त्यो यसरी गरेर सत्य कुरा भनेदेखि बोधिसत्वहरूले अघि मैले 4वटा कुरा भन्नु नि, दान दिने, पहिला धर्मदेशना दिने, त्यो कसरी? बुद्धिचितद्वारा। त्यसो कारणले म यहाँ गाउँमा कसले जाऊ भनेको भनेदेखि मेरो मनले, मनको भित्र पनि नराम्रो राम्रो दुई रहेछ। कसले? राम्रो मनले। राम्रो मनको भित्र पनि धेरै किसिम छ। कसले? महामाया महादया आधारमा राखेर बुद्धिचित भन्ने एउटा चाहिँ भएर बुद्धिचितले मैले गाउँमा पठाएको हो। अब म गाउँमा आएको कारण चाहिँ यो हो है। अब मेरो चेलाहरू पनि बिचरा अहिले ट्रान्सलेटर हुन्छ, आचार्य थुत्तिनु हुन्छ, फोटो खिच्ने हुन, उनीहरू पनि मेरो चेला हो। गुरुको सोच कस्तो छ, गुरुको उद्देश्य के छ, त्यसमा चाहिँ उहाँहरूले पढ्यो, सबै थाहा छ। ओ यो उद्देश्य राम्रो छ, हामी पनि सर्वप्राणीलाई फाइदा गरौँ, बुद्ध धर्मलाई फैलाउँ, गाउँलेहरूलाई फाइदा गरौँ भने उहाँहरू पनि
त्यही मन राम्रो सोचले यहाँ मेरोसँग आएको। त्यसो कारणले हामी यहाँ आउने चाहिँ बुद्धिचित भन्ने यस्तो मन राम्रो शुद्ध मनले हामी यहाँसम्म पुर्यायो। अब यहाँ आएर चाहिँ 2 दिन धरमबममा बस्ने हो। त्यसमा चाहिँ हामीले बुद्धिचितद्वारा जति सक्दो हामीले फाइदा गर्ने हो। त्यसो कारणले अब तपाईँहरू सबैले त्यो मनमा राखेर गुरु यहाँ आउने, गुरुको चेलाहरू यता आउने चाहिँ यो उद्देश्य लिएर चाहिँ आएको रहेछ। अब हामीले पनि केही न केही गर्नुपर्छ भनेर अब यो 2 दिनमा धेरै तपाईँहरूले धर्ममा चाहिँ लाग्नु पर्यो ल। त्यो चाहिँ मनमा चाहिँ राख्नुहोस्, नबिर्से गरेर होला। त्यसो कारणले अब पहिला म पोहोर साल म आउँदाखेरि चाहिँ तपाईँहरूले अनि के सिकाएको थियो भने अनि हामी एउटा मानव जीवन एउटा अनि मान्छे भएको कारणले मान्छे राम्रो हुनुपर्छ। मान्छे राम्रो हुनुको लागि के चाहिएको छ भनेर असल विचार, असल आचरण भनेर बानी व्यवहार राम्रो हुनुपर्छ भनेर त्यो कुरा चाहिँ राखेको थियो। याद छ होइन? त्यो दोस्रोमा शिक्षा भन्ने चाहिँ धेरै ठुलो कुरा हो भनेर शिक्षामा पनि आधुनिक शिक्षा अनि परम्परा शिक्षा 2 छ। त्यो पढ्नुपर्छ। शिक्षा भयो भनेदेखि आफै पनि विकास हुन्छ, घर पनि विकास हुन्छ, अनि के अरे गाउँ पनि विकास हुन्छ, देश पनि विकास हुन्छ भनेर शिक्षाको विषयमा भन्ने थियो। याद छ है? अब त्यसको पछि हामी एउटा बुद्धको चेला बौद्ध भएको कारणले बौद्ध राम्रो एउटा हुनु पर्यो भनेको विषयमा भनेर त्यसको कारणले बौद्ध राम्रो हुनुको लागि एकमा हामीले शरण गमन चाहेको छ भनेर बुद्ध धर्मसँगलाई कसरी शरण गमन गर्ने, कसरी मान्ने त्यसको विषयमा संक्षिप्त रूपमा चाहिँ भनेको थियो है। अनि त्यसको पछि महायान बौद्ध हुनुको लागि बुद्धिचित चाहिन्छ भनेर बुद्धिचितको विषयमा संक्षिप्तमा भनेको थियो। त्यसको माथि तन्त्र भने यस्तो हो भनेर संक्षिप्तमा भनेको थियो। त्यसको माथि अनि हामीले ध्यान, बौद्धको ध्यान भने चाहिँ यस्तो हो भनेर संक्षिप्तमा भने। 1 दिनको भित्र दैनिक ध्यान यसरी गर्नुपर्छ भनेर बिहान उठेर बेलुका सुत्नेसम्म यसरी गर भनेर चाहिँ त्यो चाहिँ सबै पोहोर साल राम्रो गरेर अनि सिकाएको थियो है। अनि अन्तिममा चाहिँ अनि दर्शनहरू दिएर त्यो के अरे बुद्ध शाक्यमुनिको खर्साती बुद्ध शाक्यमुनिको अस्तु धातुको दर्शन दिएर त्यो फोटोहरू दिएर त्योहरू सबै गरेर पहिला हामीले पोहोर साल यसो गरेको थियो। यो चाहिँ अलिकति के अरे याद दिलाएको है। अब यसपाल के गर्ने है, मैले अघि बिहानै त्यो भनेको थियो। अब तपाईँहरूले सम्झ गुरु चाहिँ पहिला आउँदाखेरि यस्तो गर्नुभयो। अब यस पहिला आउँदाखेरि उहाँले यो वचन दियो, पछिको म आउँदाखेरि योभन्दा अलिकति विस्तृत रूपले अनि केही ज्ञानहरू दिन्छु भने थियो। अब यसपाल चाहिँ 2 दिनमा गुरुले के ज्ञान दिन्छ होला भनेर चाहिँ मनमा के त्यो हुनुपर्छ के अरे अधुरी कुलदुरी हुनुपर्छ, चासो हुनुपर्छ ल। त्यसो कारणले अब मैले आज र भोलिको दिनमा मैले के गर्छु भनेदेखि अब पोहोर साल शरण गमनको विषयमा संक्षिप्तमा भनेको चाहिँ अहिले त्यो 2 दिनमा चाहिँ अब व्यस्त रूपले भन्ने हो ल। शरण गमन भनेको विषयमा व्यस्त रूपले भन्ने हो, बृहत तरिकाले भन्ने हो। अब सबैले यो चाहिँ थाहा हुनुपर्छ एउटा कुरा। त्यो पनि 1 घन्टा 10 मिनट जस्तो शरण गमनको विषयमा बृहत रूपले परिचय गर्ने। त्यसको पछि अनि 20 मिनट के अरे 40 मिनट त्योमा चाहिँ बुद्धलाई कसरी ध्यान गर्ने, ध्यान आवेशको विषयमा अनि बृहत रूपले त्यो पनि सिकाउने हो। अब आज पनि यो गर्छ।
भोलि चाहिँ अनि शरण गमनको सँगै सँगै कर्म र फलको विषयमा व्याप्त रूपले अनि के भन्छ तरिकाले भन्ने हो। त्यस्तो भयो भनेदेखि पोहोर सालमा चाहिँ संक्षिप्तमा थाहा भयो, यस पाल चाहिँ तपाईँहरूले बृहत र बृहत तरिकाले थाहा हुने भयो है। अब यो भयो भने अब पश्चिममा फेरि म यहाँ आउँछ नि तेस्रो बल पश्चिममा आउँदाखेरि अब त्यसको माथि चार आर्य सत्यको विषयमा धेरै कुराहरू तपाईँहरूले ज्ञान पाउँछ। फेरि त्यसको माथि बुद्धिचितको विषयमा बृहत रूपले बृहत तरिकाले त्यस्तो ज्ञान भयो भने अनि के हुन्छ, बुद्ध धर्म प्रवचन सुन्दै सुन्दै आफ्नो बुद्ध धर्मको ज्ञान पनि विकास हुँदै हुँदै शिक्षामा पनि बढ्दै बढ्दै जान्छ कि। त्यसो कारणले म यहाँ आउने चाहिँ अघि भनेको त्यो मात्र होइन, उद्देश्य मैले भनिसक्यो, खास गरेर हाम्रो मनको भित्र बुद्ध धर्म भनेको ज्ञानलाई विकास गर्नको लागि आएको हो। त्यसो कारणले तपाईँहरूले सुन्ने मात्र नगरेर राम्रो सुनेर मनमा राख्ने गर्नुहोस्, पढ्नुहोस्, लेख्नुहोस्। यसो गरेर चाहिँ गऱ्यो भने राम्रो हुन्छ। ल यहाँसम्म चाहिँ पहिला पोहोर साल हामीले के गरेको हो भन्ने विषयमा र यो 2 दिनमा हामीले खास गरी के गर्ने भनेको विषयमा चाहिँ भनिसक्यो। अब म सुरु गर्छु है त। लासो अब यहाँ हेर्नुहोस्, मैले अघि तपाईँहरूले यो किताब ल्याएर आउनुहोस् भने थियो, आएको छ? किताब ल्याएको छ? हो यो। अब किताब पढ्नु सक्ने तर किताब नभएको हात यस्तो गर्नुहोस् त। किताब पढ्नु सक्ने, पढ्नु सक्नु पर्यो, पढ्नु सक्ने तर किताब नभएको कति छ? हात यसो गर्नुहोस् त, हात यसो गरेर पढ्नु सक्नु पर्यो है। ल यो चाहिँ दिँदै गर्नुहोस् त पहिलोहरू चाहिँ यता। यहाँ चाहिँ अब मैले पोहोर साल भनेकोहरू सबै फेरि यहाँ चाहिँ नभन्ने समय चाहिँ पाउँदैन। यहाँ चाहिँ तुरुन्त के अरे सिधा अनि शरण गमनको बृहत रूपले अनि बृहत तरिकाले भन्ने। अब यहाँ सुन्नुहोस् है, हाम्रो मनको भित्र शरण गमन भन्ने पहिला यो थाहा हुनुपर्छ कि शरण गमन भनेको शब्द त्यो के भनेको हो। शरण गमन भनेको शब्द चाहिँ के हो? पहिला यसलाई छेउको भाषामा भनेको छ क्याप्डो, क्याप्डो, क्याप्सुडोवा, क्याप्डो भनेको छ। अब क्याप्टो भने चाहिँ धेरै किसिमको हुन्छ, तर हाम्रो बौद्धको अनि के अरे ग्रन्थमा के भनेको छ त्यो थाहा हुनुपर्छ। म यहाँ कुरा एउटा चाहिँ हिजो पनि भनेको थियो, त्यहाँ आज पनि भन्छु है। हामीले जहिले पनि धर्मको शिक्षा, धर्मको ज्ञान, धर्म पढ्नु बेलामा हाम्रो बुद्ध धर्ममा सबभन्दा ठुलो चाहिँ बुद्ध शाक्यमुनि हो। उहाँले दिनुभएको धर्म देशना हाम्रो तिब्बती भाषा, हिमालयन क्षेत्रको भाषा भनौँ, सम्बोटा छेउको भाषामा अनि के छ कङ्गुर भनेर 100वटा ठेला छ, 100वटा पुस्तक छ कङ्गुर हो। बुद्धले कङ्गुरको भित्र कस्तो भनेको छ त्यो आधारमा राखेर धर्म चाहिँ धर्म देशन गर्नुपर्छ। त्यसको पछि यो त्यो कङ्गुरलाई अनि के अरे बृहत रूपले अनि देशे क्या लखर छ व्याख्या गरेको शास्त्र भन्ने छ। त्यो कति छ? 230वटा ठेला छ। तेङ्गुर भन्छ, तेङ्गुर छेउको भाषामा तेङ्गुर 230। कङ्गुर र तेङ्गुर त्यो दुईटा आधारमा राखेर धर्म देशना गर्यो भनेदेखि अनि के अरे लोबे इङीले छेजेङमोङ चेमेम्बा तोसुक छिसी याँदा ते भनेर त्यो धर्म देशना गर्नु बेलामा धेरै शुद्ध र राम्रो हुन्छ। त्यो कङ्गुर र तेङ्गुर
बुद्धको अमृत भजनमा भनेको कुरा चाहिँ आधारमा नराखेर फलाना मेरो गुरुले यस्तो भन्यो, हाम्रो परम्परामा पहिला यस्तो यस्तो थियो, उहाँहरूले यस्तो यस्तो गरेको थियो, यही गर्नुपर्छ भनेर यस्तो गयो भनेदेखि यो ठेगाना हुँदैन। गुरुहरूको बिचमा पनि ज्ञान भएको गुरु हुनसक्छ, ज्ञान नभएको गुरु हुनसक्छ। ज्ञान पनि ज्ञान सानो, ज्ञान छोटो, अलिकति भएको, ठुलो नभएको हुनसक्छ। त्यसो कारणले बुद्धको अनि त्यो कङ्ग्युर टेङ्ग्युर चाहिँ मूलमा राखेर त्योद्वारा धर्मदेशन गर्ने चाहिँ सबभन्दा ठुलो र सबभन्दा राम्रो त्यो हुन्छ। त्यसो कारणले मैले अहिले पनि यही आधारमा राखेर, बुद्धको अमृत वचन आधारमा राखेर, कङ्ग्युर टेङ्ग्युर आधारमा राखेर चाहिँ मैले धर्मदेशन गर्ने हो। त्यो चाहिँ मनमा राख्नुहोस् है त। अब त्यहाँ शास्त्रमा के लेखेको छ भनेदेखि शरण, बौद्धको शरण गमन भन्ने चाहिँ अब थेरावादा होस्, महायान होस्, वज्रयान होस्, सबै बौद्धहरूले अनि शरण गमन गर्ने चाहिँ कस्तो हो भनेदेखि बुद्ध रत्न, धर्म रत्न, सङ्घ रत्न तिनलाई मुखबाट मानेर भने होइन, मनभित्रदेखि मानेर, मनभित्रदेखि म बुद्ध धर्म सङ्घ रत्नको शरणमा जान्छु भनेको सोच त्यो भयो भने त्यसलाई के भन्छ? शरण गमन। त्यो हो बौद्धको शरण गमन भने चाहिँ यसरी सम्झिनुपर्छ है, त्यो हो। अब त्यसको माथि महायान धर्ममा र तन्त्रयान धर्ममा अनि शरण गमनमा बुद्ध धर्म रत्न मात्र नभएर गुरु रत्नलाई पनि अनि शरण गमन गर्ने चाहिँ भनेको छ। तर थेरावादामा त्यो कुरा चाहिँ भनेको छैन। गुरुलाई शरण गमन गर्ने कुरा चाहिँ थेरावादामा भनेको छैन। त्यसो कारणले सर्व बौद्धहरूले शरण गमन गर्ने चाहिँ बुद्ध रत्न, धर्म रत्न, सङ्घ रत्नलाई शरण गमन गर्ने। ल अहिले त्यो कुरादेखि मैले चाहिँ यहाँ के भन्नु चाहन्छु भनेदेखि हामी बौद्धहरूले बुद्ध धर्म रत्न सङ्घ रत्नलाई शरण गमन गर्ने त्यस्तो शरण गमन चाहिँ जान्ने हो भनेदेखि त्यो के हो भनेर थाहा हुनु पर्यो भनेदेखि हामीले 5वटा कुरामा ध्यान दिनुपर्छ। अहिले मैले 5वटा कुरा भने चाहिँ के भनेको हो भनेदेखि विशेष सूची, 5वटा विशेष सूची मनमा राख्नुपर्छ, नबिर्सनु है। मैले के भन्दैछु, बौद्धको शरण गमन बृहत रूपले थाहा हुनु गर्ने जान्नु चाहियो भनेदेखि 5वटा विशेष सूचीलाई ध्यान दिनुपर्छ भन्दैछु। विषयहरू 5वटा विषयलाई ध्यान दिनुपर्छ भन्दैछु। ल अब त्यो 5वटा चाहिँ के हो भनेदेखि यहाँ मैले चाहिँ छेको भाषा नेपाली भाषा दुईमा भन्छु। अलिकति मैले याद नभयो भने अनि हाम्रो के अरे आचार्य तुप्तेनलाई मैले त्यो नेपालीमा शब्द के हो भनेर सोध्छु। ल अब मैले चाहिँ पहिला म भन्छु हो रे। तपाईँहरू किताब भएकोहरू चाहिँ त्यो किताब नम्बर चाहिँ के अरे भन्नुहोस् त। पेज नम्बर 38मा छ। पेज नम्बर 38मा, पेज नम्बर 38मा प्रश्न नम्बर 30मा। ल पेज नम्बर 38 हो। 5वटा विषय चाहिँ के हो भनेदेखि पहिला क्याम्ड्रे फेयन भनेको छ। क्याम्ड्रे फेयन भने चाहिँ अनि शरण गमनको लाभ, शरण गमनको फाइदा है। शरण गमनको फाइदा सजिलो भनेदेखि शरण गमन गरेको फाइदा। शब्द अरू भन्यो भनेदेखि शरण गमनको लाभ नम्बर 1 है। नम्बर 2 के हो भनेदेखि क्याम्ड्रे घिउ।
क्याम्ड्रु युग भने चाहिँ शरण गमनको हेतु र प्रत्यय। शरण गमनको हेतु र प्रत्यय। एकछिन, शरण गमनको हेतु र के अरे प्रत्यय, 2 नम्बर 2 भयो है। अब यहाँ अलिकति तपाईँहरू किताबमा हेर्न किताबमा चाहिँ अनुशंस भनेर लेखिएको छ, त्यो चाहिँ फाइदा हो प्रथम। यहाँ गुरुले सरलतामा व्याख्या गरिरहेको छ। त्यसमा पनि तपाईँहरूले हेर्दै गर्नुहोस् र गुरुले जुन व्याख्या गरेको छ सरल हुन्छ, हामीले सहज हुन्छ। अहिले यो किताबमा चाहिँ अलिकति त्यो अलिकति यो शब्दहरू संस्कृत भाषा प्रयोग गरेको हुनाले अलिकति त्यस्तो अलि ठुलो छ नि। मैले साधारणमा भन्छु, सबैले थाहा हुन्छ नि होला। ल पहिला चाहिँ के भयो, शरण गमनको फाइदा। शरण गमन गर्यो भनेदेखि के फाइदा छ त्यो। दोस्रोमा चाहिँ के भयो, शरण गमनको हेतु र प्रत्यय, शरण गमन गर्नेको कारण। ल अब तेस्रो चाहिँ के भयो, क्याम्ड्रु युल, छेउको भाषामा क्याम्ड्रु युल। अब नेपालीमा के भन्छ, शरण गमनको विषय है। शरण गमनको विषय हुनु चाहिँ मतलब त्यो हो, शरण गमन कसले गर्ने त्यो हो। ल क्याम्ड्रु युल। तेस्रो चाहिँ के भयो, क्याप्सु ड्रोबे छुल, छेउको भाषामा क्याप्सु ड्रोबे छुल। क्याप्सु ड्रोबे छुल भने चाहिँ शरण गमन गर्नेको तरिका, शरण गमन कसरी गर्ने त्यो हो। अब शरण गमन गर्नुपर्छ भन्छ नि, तर कसरी गर्ने हो त्यसको तरिका होला। क्याप्सु ड्रोबे छु। अब पाँचौँमा चाहिँ क्याम्ड्रु लाप्चा भनेको छ, त्यो छेउको भाषामा क्याम्ड्रु लाप्चा। क्याम्ड्रु लाप्चा भने चाहिँ शरण गमनको शिक्षा है। शरण गमनको के शिक्षा। अहिले शरण गमनको शिक्षा भने चाहिँ के हो, शरण गमन भनेको त्यस्तो हामीले गर्यो भने हामीले के त्याग्नुपर्छ है, त्याग्नु पर्नेको शिक्षा। हामीले के गर्नुपर्छ, के पालन गर्नुपर्छ त्यसको शिक्षा। त्याग्नु पर्नेको शिक्षा, छोड्नु पर्नेको शिक्षा, पालन गर्ने अनि हामीले गर्नुपर्नेको शिक्षा हुन्छ नि, त्यसलाई शरण गमनको शिक्षा भनेको हो। ल त्यस्तो गरेर कति भयो, 5 विषय त्यो। अब यसमा सर्वप्रथम चाहिँ के हो, शरण गमनको फाइदाको विषयमा चाहिँ भन्छु। ल शरण गमनको फाइदामा यहाँ किताबमा लेखिएको छ, 8वटा लेखिएको छ। सत्य कुरामा भन्यो भनेदेखि शरण गमनको फाइदालाई हामीले गर्नै सक्दैन है, गर्नु सक्दैन। वाह, यो पल्टेन दावा ठक्पाले पनि त्यही भनेको छ। शरण गमनको फाइदा चाहिँ कति छ भनेर हामीले गर्नु गयो भनेदेखि गर्नु सक्दैन। आकाश जति छ त्यही जस्तो हुन्छ भनेर चाहिँ अनि भनेको छ। त्यसो कारणले गर्नु सक्दैन। तर पनि मान्छेहरूको मनलाई अलिकति थाहा हुनुको लागि 8वटा विषय लागुरबेला त्यसै 8वटा बुन्दाहरू चाहिँ 8वटा बुन्दाहरू गरेर चाहिँ राखेको छ। अब यो भन्छु है, अब यो हामीले थाहा हुनुपर्छ है। अब हामीले चाहिँ बुद्ध के अरे हाम्रो हिमालयन क्षेत्रहरू, अब जो बौद्धहरू सबैले बुद्धम शरणम गच्छामि, धर्मम शरणम गच्छामि, सङ्गम शरणम गच्छामि भन्छ। खास गरेर हिमालयन क्षेत्रहरूले साङ्गेलाई क्याप्सु छौ, छेला क्याप्सु छौ, हिन्दूलाई क्याप्सु छौ भन्छ नि। तर त्यस्तो शरण गमन गरेर फाइदा के छ भनेर थाहा हुनुपर्छ नि होइन। त्यसो कारणले यो फाइदा कुरा चाहिँ हामी सबैले थाहा भयो भने ल ठिक भयो, अहिलेसम्म मैले शरण गमन गर्यो, खुसी भयो, मलाई धेरै त्यसमा चाहिँ मलाई घेपा लगाइदिए, मलाई पशुता छैन, राम्रो भएछ भनेर थाहा हुन्छ नि। त्यसो कारणले शरण गमनको फाइदा चाहिँ हामीले थाहा हुनुपर्छ। अब यहाँ भन्छु है, अब शरण गमनको फाइदा कति छ भनेदेखि 8वटा मूल भनेको छ। यहाँ मूल 8वटा चौकेयो भनेको छ। पहिला चाहिँ के हो, नाङ्पा साङ्गे पर छुपा भनेको छ छेउको भाषा। त्यो के हो भनेदेखि जो व्यक्तिलाई मनमा बुद्ध धर्म रत्न पार्टी के भन्छ, बुद्ध धर्म सङ्घलाई
शरणगमन गर्यो भने त्यसको मनको भित्र शरणगमनको गुण पाउँछ। त्यो शरणगमनको गुण चाहिँ पायो भने त्यो व्यक्ति चाहिँ बौद्धको भित्र अनि राख्छ भन्छ, बौद्ध हुन्छ भन्छ। त्यसो कारणले यो व्यक्ति बौद्ध हो, यो व्यक्ति अबौद्ध हो भनेको फरक चाहिँ कसरी थाहा हुन्छ भनेदेखि जो व्यक्तिको मनमा शरणगमन छ त्यो चाहिँ बौद्धमा अनि सीमित रहे, बौद्ध नालो छुपा बौद्ध बन्न सक्छौँ र बौद्ध भनेर हामीले चिनिन सक्छौँ, चिनिन सक्छ। त्यसो कारणले जो व्यक्तिले मनको भित्र बुद्ध धर्म रत्नलाई, बुद्ध धर्म सङ्घलाई शरणगमन गर्यो भने त्यो व्यक्ति चाहिँ त्यो शरणगमनको कारणले त्यो व्यक्ति चाहिँ बौद्धको भित्र राख्छ, बौद्ध हो भन्छ। यहाँ मनमा राख्नुपर्ने कुरा एउटा त्यो भयो। अब दोस्रो शरणगमनको लाभ दोस्रो चाहिँ फाइदा दोस्रो के छ भनेदेखि नाङ्बी दोपा थम्जेकी तेन छेपा भनेको छ। त्यसको मतलब के हो भनेदेखि हाम्रो बौद्धको शास्त्र भनौँ, बौद्धको अनि त्यो कङ्ग्युर तेङ्ग्युर भन्छ नि अघि मैले भनेको ग्रन्थ, त्यो भित्र अनि बुद्धले धेरै शिलको कुराहरू भनेको छ। तपाईँहरूले सुन्नेको छ होला, बौद्ध धर्मको भित्र खास गरेर मूल चाहिँ के हो? 3 शिक्षा, त्रिशिक्षा। त्रिशिक्षा भने चाहिँ के हो भनेदेखि पहिलो शिक्षा चाहिँ शील शिक्षा है, दोस्रो शिक्षा चाहिँ के हो? समाधि शिक्षा। तेस्रो शिक्षा चाहिँ के हो? प्राज्ञा शिक्षा। त्यस्तो कारणले यहाँ राम्रो सुन्नुहोस् है, मैले यहाँ प्राज्ञा शिक्षा चाहिँ मूल हो। त्यो नभएदेखि हाम्रो यो क्लेशलाई टेक्नु सक्दैन। क्लेशलाई जरादेखि नै टेक्नुको लागि के चाहिएको हुन्छ? प्राज्ञा शिक्षा। तर प्राज्ञा शिक्षा राम्रो पाउनुको लागि, प्राप्त गर्नुको लागि अनि त्यसको पहिला भएको के अरे त्यसको अगाडि भएको अनि के अरे समाधि शिक्षा चाहिँ चाहिएको हुन्छ। समाधि शिक्षा यो पछि राख्यो हुन्छ, पूजा त पछि गर्ने हो, पछि राख्यो हुन्छ। अहिले एकछिन बस्नुहोस् है, त्यो हुन्छ डिस्टर्ब हुन्छ रहेछ। यहाँ सुन्नुहोस् है, मैले के भन्यो, यहाँ हेर्नुहोस् है, यहाँ राम्रो हेर्नुहोस् है। खर्साती मिङ्ला आचार्य पण्डित खर्सा पण्डित नागार्जुनले के भनेको छ? खाङ्गी थुक्चे निर सोन्ने तावा थम्चे पाउँछ भनेको छ। तावा थम्चे त्यसले के भन्यो भनेदेखि सर्व प्राणीहरूलाई दुःख चाहिँदैन तर दुःख हुन्छ। अब सर्व प्राणीहरूलाई दुःख भएको, दुःख छ, त्यो दुःख चाहिँ कहाँबाट आएको, त्यसको हेतु के हो भन्दाखेरि खोज तलास गर्दाखेरि त्यसको हेतु चाहिँ हाम्रो मनको भित्र भएको नराम्रो मनको भित्र के हुन्छ? रिस रागहरू। ल अब रिस रागहरू चाहिँ कहाँबाट आउँछ? हाम्रो मनको भित्र भएको अनि आत्मग्रह त्यहाँदेखि आउँछ। सुन्नुहोस् ल, आत्मग्रह। त्यसो कारणले बुद्धले के भनेको छ? आत्मग्रह टेक्नु सकेन भनेदेखि क्लेश टेक्नु सक्दैन। क्लेश टेक्नु सकेन भनेदेखि दुःख टेक्नु सक्दैन, दुःखबाट मुक्ति हुँदैन। त्यसो कारणले दुःखबाट मुक्ति हुनुको लागि क्लेश टेक्नु पर्यो। क्लेश टेक्नुको लागि चाहिँ आत्मग्रह टेक्नु पर्यो। त आत्मग्रह टेक्नुको लागि के उपाय छ? प्रज्ञा शिक्षा, त्यो हो मूल। त्यो प्रज्ञा शिक्षा चाहिँ पाउनुको लागि त्यसो अगाडि के प्राप्त गर्नुपर्छ? समाधि शिक्षा। समाधि शिक्षा प्राप्त गर्नु लागि त्यसो अगाडि के चाहिन्छ? शील शिक्षा। त्यसो कारणले शील शिक्षा नभएदेखि समाधि शिक्षा प्राप्त गर्न सक्दैन। समाधि शिक्षा प्राप्त गर्नु नसक्यो भनेदेखि प्राज्ञा शिक्षा चाहिँ प्राप्त गर्न सक्दैन। त्यसो कारणले शील शिक्षा चाहिँ मूल भयो। त्यसो कारणले
बुद्ध धर्मको भित्र चाहिँ शील शिक्षामा अनि विनय सूत्रमा भनेको शील शिक्षाहरू छ। ज्ञान उपासकाको शील, उपासिकाको शील, रब्जुङ गिसुलको शील, भिक्षुको शील, गेलोङको शील, यहाँसम्म चाहिँ विनय सूत्रमा भनेको शीलहरू हो। त्यसको माथि महायान सूत्रमा भनेको शील के हुन्छ? बोधिसत्वहरूको शील हुन्छ, चङ्जुसेम्पे तुम्बा। त्यसको माथि के हुन्छ? तन्त्रयानामा भनेको तन्त्रको शील हुन्छ। बौद्धको घ्राणमा भएको त्यस्तो शीलहरू सबैलाई बौद्धको शील भन्छ, थाहा भयो? त्यस्तो बौद्धको शील चाहिँ हामीलाई चाहेको हुन्छ, हामीलाई त्यो प्राप्त गर्नुपर्छ। त्यो प्राप्त शील पाउनुको लागि पहिला हामीले के चाहिन्छ? शरण गमन चाहिन्छ। त्यस्तो कारणले दोस्रोमा के भनेको छ? नाङ्बे दोबा थम्चेकी त्यही छ बा शरण गमन भने चाहिँ सर्व बौद्धको शीलको जारा जस्तो हो भनेको छ। त्यस्तो कारणले शरण गमन छैन भनेदेखि त्यस्तो शील महत्त्वपूर्ण शीलहरू हामीलाई पाउँदैन। थाहा भयो? अब कस्तो महत्त्वपूर्ण रहेछ ल, शरण गमन नभएदेखि सकियो रहेछ नि है। त्यस्तो कारणले शरण गमन छैन भनेदेखि त्यो शीलहरू सबै पाउँदैन। वाङ 100 200 थाप्नु गएर पनि पाउँदैन हो, त्यो हो। त्यस्तो कारणले यस्तो कुराहरू चाहिँ थाहा हुनुपर्छ कि। ल दोस्रोमा के भन्यो मैले? नाङ्बे दोम्बा थम्जी कि तेन छेपा भन्यो चाहिँ सर्व बौद्धको शीलको जारा दोस्तो भनेको छ। होला यहाँ अब तेस्रोमा सुन्नुहोस्। तेस्रोमा अब शरण गमनको अर्को फल के छ भनेदेखि तेस्रोमा म सबैले कि जीवनम सेब्र गेवा भनेको छ। त्यसको मतलब चाहिँ के हो भनेदेखि सत्य हो। बुद्ध उहाँ स्वयंले साङ्गे यन्ते समीख्याप, छुगे यन्ते समीख्याप, गिन्दिनु यन्ते समीख्याप, समीख्यापलाई थेचेपे नम्बर मेमा समीख्याप भनेको छ। बुद्धको गुण भने चाहिँ हामीले सम्झिनु सक्दैन, धर्मको गुण भने चाहिँ हामीले सम्झिनु सक्दैन। ठिक दुई समीख्याप सम्मतुपा बुद्धको जुन एउटा बुद्धको गुणहरू छ त्यो हामीले सजिलै तरिकाले लिन सक्दैन। त्यो चाहिँ अथाह छ, अथवा चाहिँ जबसम्म आकाशदेखि जस्तै आकाश पातालसम्म जुन हामीले कुराहरू गर्छ नि, यहाँदेखि यहाँसम्म हो भन्ने कुरा हुँदैन। अथाह जस्तै अथाह। मैले साधारणमा भन्छु, यहाँ हेर्नुहोस् है, बुद्धको गुण यहाँ हेर्नुहोस् है, मैले के भन्यो? साङ्के युन्देन समीख भन्यो। साङ्के युन्देन बुद्धको गुण भनेको, छुगे युन्देन भने चाहिँ धर्मको गुण भनेको, गिद्दुङ्गी युन्देन भने चाहिँ सङ्घको गुण भनेको। बुद्ध रत्न, धर्म रत्न, सङ्घ रत्नको गुण चाहिँ खर्सा दि ग्यासुल खर्सा सागर जस्तो धेरै अनि खर्सा घाचुम्बो तिङसाबो बृहत गम्भीर भएको कारणले साधारण मान्छेले बुद्ध धर्म सङ्घ रत्नको गुणलाई सम्झिनु सक्दैन भनेको, थाहा हुनु सक्दैन भनेको त्यो हो। थाहा भयो? सजिलो तरिकाले थाहा हुनु सक्दैन। समीक्ष भने त्यो थाहा भयो? त्यो त्यसो कारणले बुद्ध धर्म रत्नलाई त्यस्तो गुण भएको कारणले उहाँलाई उहाँको शरणमा गयो भने त्यस्तो शरण गमनको फाइदा भनौँ, गुण भनौँ, त्यसको फल भनौँ, त्यो पनि धेरै अनि छ भनेको हो। त्यसो त्यो त्यस्तो कारणले अहिले यहाँ के भनेको छ भनेदेखि बुद्ध धर्म रत्नको शरणमा गयो भने त्यो शरण गमनको अनि लाभमा, त्यसको अनि फाइदामा के हुन्छ भनेदेखि हामीले पहिलाको जन्ममा गरेको पापहरू सबै
निप्छ, पापहरू त्याग्छ, पापदेखि मुक्ति हुन्छ भनेको छ। थाहा भयो? यो चाहिँ तेस्रो र अब चौथोमा, अब शरण गमनको चौथोमा फाइदा के छ भनेदेखि स्वयं ग्याछम्बो तेलाक्तो सोक्पा भनेको छ। शरण बुद्ध धर्म रत्नलाई शरण गमन गर्यो भनेदेखि हाम्रो पुण्य कमाउने चाहिँ धेरै पुण्य ठुलो कमाउन सक्छ भनेको छ। स्वयं ग्याछम्बो तेलाक्तो सोक्पा भनेर चाहिँ त्यो हो। अब त्यसको पछि पाँचौँमा अनि के फाइदा छ भनेदेखि मित मिमिङ्गी नेपे मिसुक्पा, बुद्ध धर्म सङ्घलाई शरण गमन राम्रो गर्यो भनेदेखि अरू मान्छेले भने आफैलाई हान्ने गर्नु सक्दैन, दोष दिनु सक्दैन। भूत प्रेतहरूले पनि हामीले हान्ने गर्नु सक्दैन, हामीले नोक्सान गर्नु सक्दैन, बाधा गर्नु सक्दैन भनेको त्यो हो। त्यो सत्य कुरा जस्तो हो। यो मलाई आफ्नो अनुभव छ होइन। के भन्छ गुरुहरूले भन्छ सत्य कुरा रहेछ कि सत्य नै तिमीले सत्य धर्म तिमीले गर्ने सुरु गर्दा तपाईँलाई बाधाहरू धेरै आउँछ भन्छ। त्यो सत्य रहेछ। अब म धर्म राम्रो गर्छु, छाममा बस्छु भनेर यस्तो मन लिएर जाँदाखेरि बाधा धेरै आउने। बेलुका सुत्ने बेलामा पनि भूत प्रेतहरूले के जिस्काउने त्यस्तो हुने रहेछ। त्यो सत्य हो। मलाई पनि त्यसको भय थियो। तर त्यस्तो बेलामा चाहिँ बुद्धलाई शरण गमन यस्तो राम्रो गर्यो भनेदेखि त्यो तुरुन्त हराउँछ। भूत प्रेतहरूले त्यो बाधा गर्छ तर हामीले लाग्दैन रहेछ। किन? शरण गमनको बलले त्यो नहुने रहेछ। त्यसो कारणले यहाँ मिता मिमिङ्गी नेबे मिसुक्पा भनेर चाहिँ भनेको चाहिँ त्यो हो। अब यहाँ 6 भयो है। कति भयो? 5 भयो। अब 6मा हेर्नुहोस्। न्येसोङदु मितुवा भने चाहिँ के हो? बुद्ध धर्म सङ्घलाई राम्रो गरेर शरण गमन गर्यो भनेदेखि त्यो व्यक्ति चाहिँ नरकमा दुर्गतिमा जन्म लिँदैन भनेको छ। न्येसोङदु मितुवा दुर्गतिमा चाहिँ हामी जन्म लिनु पर्दैन भनेको छ। त्यो कसरी हो है? त्यो कसरी हो भनेदेखि यहाँ सुन्नुहोस् ल, धेरै महत्त्वपूर्ण कुरा भन्छु। बुद्ध धर्म सङ्घलाई शरण गमन गर्यो भनेदेखि अब धर्मले शरण गमन गर्छ। धर्मले शरण गमन गर्यो भनेदेखि धर्मलाई धेरै हामीले मान्छ। धर्मले मान्यो भने मनभित्रदेखि धर्मले मान्यो भनेदेखि हामीले बुद्धले भनेको धर्म तिमीले पापको काम नगर, तिमीले धर्मको काम गर, अकुशल कर्म नगर, कुशल कर्म गर, तिम्रो मनलाई तिमीले हेरेर परिवर्तन गर, यही बुद्धको धर्म हो भनेको छ नि है। दिक्पच्चियाङ मिसासिङ भने है। यहाँ छेउमा के भनिन्छ? दिक्पच्चियाङ मिसासिङ, पापको कर्म कहिले पनि नगर, पापको कर्म अकुशल कर्म कहिले पनि नगर भनेको छ। दिक्पच्चियाङ मिसासिङ केवा पुसुम सपर्चे धर्मको कर्म कुशल कर्म जहिले पनि गर भनेको छ है। रङ किसिमले योङसु धुल आफ्नो मनलाई परिवर्तन गर भनेको छ। दिने सङ्गे त्यहाँ यही बुद्धको धर्म हो भनेको छ नि। अब धर्मले धेरै चासो, धर्मले धेरै मान्यो भने, धर्मले धेरै विश्वास छ भनेदेखि त्यो कुराले विश्वास गर्छ नि। त्यो कुराले विश्वास गरेर ध्यान अभ्यास गर्नुदेखि पाप गर्दैन, धर्म गर्छ। अब पाप नगरेर धर्म गर्यो भनेदेखि अनि तल नरकमा दुर्गतिमा जाँदैन। त्यसो कारणले शरण गमन राम्रो भएदेखि दुर्गतिमा जानु पर्दैन भन्ने कुरा चाहिँ त्यो हो। मतलब चाहिँ त्यो हो। नत्र त्यो घरको भित्र बुद्ध राख्यो
अनि बुद्धले म बुद्धले मान्छु भनेर म बौद्ध हो भनेर नाम मात्रै लियो, म बुद्ध धर्मलाई ढोग्दैछु भनेर चाहिँ मनमा सम्झियो, तर उहाँको धर्मलाई अनि पालन नगर्यो भनेदेखि नरकमा जान्दैन कसरी भन्न सक्छ, गाह्रो हो नि। त्यसो कारणले अहिले यो भनेको मतलब चाहिँ त्यो हो, शरण गमन राम्रो छ भनेदेखि हामी चाहिँ दुर्गतिमा जानु पर्दैन, जन्म लिँदैन भनेको कुरा चाहिँ त्यो हो। यति छ। अब त्यसको पछि चिसम्बे थ्योन थम्चे डुबा भनेको छ, यो सत्य हो। बुद्ध स्वयंले के भनेको छ, दो ग्यासे रुबाले, दो ग्यासे रुबा भन्ने एउटा सूत्र के अरे बुद्धको अमृत वचन छ कङ्ग्युरको भित्र। त्यहाँ के भनेको छ, सनम देम्बे मी सम्बन्ध नम्क्यान रूप सनम नमे त्यतिर धुङ्गे थम्चे सेल भनेको छ। त्यसो कारणले यहाँ के भन्छ, सनम देम्बे मी सम्बन्ध नम्क्यान रूप भने चाहिँ पुण्य र भाग्य राम्रो भएको मान्छेको कामहरू सफल हुन्छ भनेको छ होइन। मनमा जो चाहेको चिज, मनमा चाहेको चिजहरू चाहिँ पाउँछ भनेको छ। अब पुण्य र भाग्य भएको मान्छेले मनमा चाहेको कुरा चाहिँ पाउँछ भनेदेखि त्यो पुण्य र भाग्य चाहिँ कसरी पाउँछ, शरण गमनद्वारा। त्यसो कारणले शरण गमन गर्यो भनेदेखि पुण्य र भाग्य, पुण्य कमाउँछ भाग्य ठुलो हुन्छ, पुण्य कमाएर भाग्य ठुलो भएदेखि चिसम्पे थ्योन थम्चे डुबा भनेर मनमा के चाहेको चिजहरू चाहिँ हुन्छ, सफल हुन्छ भने त्यो थाहा भयो। यो चाहिँ राख्नुहोस्। अब त्यसको पछि अन्तिममा आठ लगेर केपा आठौँमा चाहिँ अब के भनेको छ भनेदेखि मृत्यु छङ्ग्यावा भनेको छ। आठौँमा चाहिँ मृत्यु छङ्ग्यावा। मृत्यु छङ्ग्यावा भने चाहिँ के हो भनेदेखि तपाईँले शरण गमन राम्रो गर्यो भनेदेखि अनि तपाईँ चाहिँ छिटो छिटो बुद्धता प्राप्त गर्नु सक्छ भनेको छ। यहाँ सुन्नुहोस् है, बुद्धता प्राप्त गर्नु सक्छ मात्र भनेको होइन। बुद्धले के भनेको छ, दो तथागत गर्भ सूत्रमा सर्व प्राणीहरूलाई बुद्धता प्राप्त गर्नु सक्ने शक्ति छ, सर्व प्राणीहरू एक दिन बुद्धता प्राप्त गर्नु सक्छ भनेको छ। त्यसो कारणले शरण गमन होस् नहोस् सर्व प्राणीहरूले बुद्धता प्राप्त गर्नु सक्छ। अहिले यहाँ के भन्नु छ आठौँमा भने चाहिँ छाङ्ग्यावा मात्र नभनेर मृत्यु छाङ्ग्यावा भनेको छ। त्यसको मतलब के हो भनेदेखि सर्व प्राणीहरू बुद्धता प्राप्त गर्न सक्ने हो, तर त्यसको भित्र जो मान्छेले शरण गमन गर्यो भनेदेखि त्यो शरण गमनको कारणले बुद्धता प्राप्त गर्ने चाहिँ छिटो छिटो सक्छ भनेको त्यो हो मृत्यु छाङ्ग्यावा भने चाहिँ है। त्यो चाहिँ त्यो त्यसमा चाहिँ ध्यान दिनुपर्ने कुरा छ। होला सो यहाँसम्म चाहिँ के सिद्धियो भने शरण गमनको लाभ, शरण गमनको फाइदा भने चाहिँ सिद्धियो। अब यो 8वटा सबै मनमा राख्न सक्यो भने धेरै राम्रो, नभयो भनेदेखि 7, 6, 5, 3 त्यति त हुनुपर्छ। यति सुनेर पढेर त्यति त हुनुपर्छ। त्यो भएर के गर्नु पर्यो अनि आफूले हेर्ने आफ्नो मनमा शरण गमन छ कि छैन। बुद्ध धर्मसँगले शरण गमन छैन भनेदेखि भएन, मैले शरण गमन गर्नु पर्यो भनेर गर्ने छ भनेदेखि खुसी लाग्नुपर्छ, गर्व हुनुपर्छ। ल मैले बुद्ध धर्मसँगले शरण गमन छ रहेछ, अब मलाई यति लाभहरू यति फाइदाहरू चाहिँ हुने रहेछ भनेर खुसी भएर अझै जोड दिएर शरण गमन चाहिँ गर्नुपर्छ। यहाँसम्म चाहिँ के सक्यो के अरे विषय 5 विषयमा शरण गमनको 5 विषयमा पहिला चाहिँ सिद्धियो। अब दोस्रोमा जाउँ, क्याम्ड्रिग्यू। दोस्रोलाई के भन्छ, क्याम्ड्रिग्यू, छेउको भाषामा क्याम्ड्रिग्यू। अब नेपाली भाषामा के भन्छ भनेदेखि शरण गमनको हेतु र प्रत्यय भन्छ। ल शरण गमनको हेतु र प्रत्यय। यहाँ पहिला एउटा चाहिँ यो कुरा भन्न चाहन्छु, बौद्धको सबभन्दा मूल सिद्धान्त के हो, प्रतिता सम्मुपथा भन्ने त्यो हो।
प्रतित समुपत। त्यसको मतलब के हो भनेदेखि त्यसमा धेरै मतलब छ। खास गरेर विषय 3 विषय कुराहरू हुन्छ, तर त्यो सबै चाहिँ नबन्ने। अहिले यहाँ के भन्न चाहन्छु भनेदेखि प्रतित समुपत भन्ने चाहिँ मतलब चाहिँ जति फल छ त्यो सबै हेतु र प्रत्ययलाई भस परेर भएको हो भनेको छ। त्यसो भए भस परेर हो, भर परेर भएको हो भनेको छ। यहाँ सुन्नुहोस् है, मैले के भन्यो, जति फलहरू छ त्योहरू सबै हेतु र प्रत्ययलाई भर परेर भएको हो भनेको छ। त्यसको कारणले अहिले यहाँ क्याम्रो भन्छ नि, शरण गमन भन्छ नि, त्यो पनि एउटा फल हो। सुन्यो, बुझ्यो मैले के भन्छ? अहिले मैले के भन्दैछु, शरण गमन भन्ने चाहिँ के हो रे? एउटा फल हो होइन, त्यो स्वतन्त्र रूपले हुने होइन। त्यसो कारणले अब हाम्रो मनको भित्र यदि शरण गमन अनि चाहियो भने, प्राप्त गर्ने हो भने, त्यसको हेतु र प्रत्यय चाहिँ थाहा हुनुपर्छ। त्यसो कारणले अहिले दोस्रोमा शरण गमनको हेतु र प्रत्ययको विषयमा भन्ने हो। अब शरण गमनको हेतु र प्रत्यय चाहिँ के हो भनेदेखि 2 हो। एउटाले के भन्छ, छेउको भाषामा जिक्पा भन्छ। जिक्पा भने चाहिँ डर है। एउटाले के भन्छ, जिक्पा थेपा भन्छ। थेपा भने चाहिँ श्रद्धा, विश्वास है। यो 2टा, डर र श्रद्धा। डर र श्रद्धा 2टा राम्रो भएदेखि त्यसको फलमा अनि शरण गमन राम्रो हुन्छ। डर र श्रद्धा राम्रो नभएदेखि अनि त्यसको फल शरण गमन राम्रो हुँदैन। त्यसको कारणले शरण गमन राम्रो हुनुको लागि त्यसको हेतु डर र श्रद्धा राम्रो हुनुपर्छ। अब डर भने चाहिँ के हो? भूतलाई डरेको डर चाहिँ हो कि होइन? यहाँ त्यो साप्राहरूलाई के अरे गर्छ, दिपराङ्गालाई खर्छ जोस्। अब त्यो साप्रा होस्, अनि यो जानवरहरू होस्, अनि यो साँपहरू होस्, अनि के अरे त्यो टाइगर लायनहरू धेरै छ नि, हो त्यो त्यस्तोलाई डरेकोलाई डर पनि होइन। अब यहाँ अहिले डर भने चाहिँ के हो भनेदेखि बुद्धले 4 आर्य सत्यको विषयमा धर्मदेशन गरेको छ नि, त्यसमा उहाँले के भनेको छ, दिने दुङ्गा फपेद्यमाओ, दिने कुञ्जुङ फपेद्यमाओ, दिने गोपा फपेद्यमाओ, दिने लम फपेद्यमाओ। पहिला चाहिँ 4 आर्य सत्यको परिचय गर्यो। त्यसको पछि अनि के टेक्नु पर्यो, के पालन गर्नु पर्यो भनेको विषयमा भन्दाखेरि दुङ्गाले सेपर छ, कुञ्जुङ पावर छ, गोपा गन्दु छ, लम गम्बर छ भनेको छ। अब त्यो भित्र चाहिँ दुङ्गल सेपर छ भने चाहिँ दुःख सत्य चाहिँ चिन्नु पर्यो भनेको छ। चिन्नुपर्छ, थाहा हुनुपर्छ भनेको छ। दुङ्गल सेपर छ। कुञ्जुङ पावर छ भने चाहिँ दुःख सत्य कहाँबाट आउँछ त्यसको हेतु चाहिँ तपाईँले टेक्नुपर्छ, छोड्नुपर्छ भनेको छ। यहाँ सुन्नुहोस् है, दुङ्गल सेपर छ, कुञ्जुङ पावर छ भन्यो नि। त्यसो कारणले दुङ्गल सेपर छ, कुञ्जुङ पावर छ भनेको त्यो भित्र बुद्धले के भन्नुहुन्छ भनेदेखि हामी सर्वप्राणीहरू सबै दुःख नचाहिने सुख चाहिने हो। त्यसो कारणले दुःख नचाहिनेको कारणले दुःखलाई टेक्नुपर्छ भनेको छ। दुःखले के अरे टेक्नुपर्छ। अब दुःखलाई टेक्नु पर्ने हो भनेदेखि अब त्यसलाई कसरी टेक्ने भनेदेखि मनको भित्र यो दुःख हो भनेर थाहा भएर यो दुःख चाहिँ मलाई चाहिँदैन, यो म छोड्छु, त्यो मैले टेक्छु भन्ने मन चाहिँ हुनु पर्यो। त्यसो कारणले
दुःखको विषयमा धेरै सम्झिनुपर्छ भनेको छ, सोध्नुपर्छ भनेको छ। त्यसो कारणले दुःखको भित्र के हुन्छ, दुःखको दुःख, परिवर्तन दुःख, सांसारिक दुःख भनेर दुःखहरू चाहिँ भनेको छ। त्यो मात्र नभएर छोलोकको दुःख हुन्छ होइन, छोलोकको दुःखमा अनि न्यालवाको दुःख, न्यालवाला खरेछ नरक लोकको दुःख गीताला गर्छ, प्रेत लोकको दुःख न्यावा गीता ठुल्ठुलो गर्छ, पशु लोकको दुःख अनि मिला गर्छ, मनुष्यको दुःख साला गर्छ, देव लोकको दुःख हमाई गर्छ, असुर लोकको दुःख भनेर छोडा दुःख छ होइन। अब त्यस्तो गरेर बुद्धले के भनेको छ, तिमीले राम्रो गरेर दुःखको विषयमा राम्रो गरेर सोध्नुहोस्, ध्यान गर्नुहोस् भनेको छ। अब त्यस्तो हामीले ध्यान गरेर सम्झिने बेलामा चाहिँ अनि के हुन्छ, पहिला चाहिँ म यहाँ सत्य कुरो भन्छु, पहिला आफूले हेर्ने, अब बस्नुहोस् है, बस्नुहोस्। पहिला चाहिँ के गर्नु पर्यो भनेदेखि यहाँ हेर्नुहोस् है, म यहाँ के भन्न चाहन्छु भनेदेखि धर्म सोच्नु बेलामा सत्यमा जानुपर्छ, सत्यमा। त्यसो कारणले बुद्धले भनेकै जस्तो पहिला आफैले हेर्नुहोस्, हामीलाई के दुःख छ रहेछ, शरीर जिउलाई दुःख छ कि छैन, मनलाई दुःख छ कि छैन, हामी जन्म लिँदाखेरि दुःख छ कि छैन, हुर्दाखेरि दुःख छ कि छैन, रोगी हुँदाखेरि दुःख छ कि छैन, मर्नु बेलामा बुढाबुढी हुँदाखेरि दुःख छ कि छैन, त्योहरू राम्रो गरेर सोध्नुपर्छ। त्यो सोध्यो भनेदेखि बुद्धले जो भनेको जस्तो ठ्याक्कै हामीले थाहा हुन्छ। त्यो थाहा भएदेखि ओ सत्य रहेछ भनेर चाहिँ मनमा विश्वास हुन्छ। त्यसो कारणले हामीले यो सोध्नुपर्छ भनेको छ, मलाई के दुःख छ रहेछ, मेरो जिउलाई, मेरो शरीरलाई, मेरो मनलाई के दुःख छ रहेछ, जन्म हुँदाखेरि, हुर्दाखेरि, बुढा हुँदाखेरि, मर्दाखेरि के दुःखहरू हुन्छ रहेछ, मानवहरूलाई के दुःखहरू छ रहेछ, त्यो सत्य सम्झेर चाहिँ ल यस्तो दुःख छ भनेर चाहिँ थाहा हुने। त्यही जस्तो गरेर ग्रन्थमा लेखेकै जस्तो अनि त्यो के अरे देवाहरूको अनि त्यहाँ नरकहरूको अघि पशुहरूको त्योहरू दुःखहरू सबै सम्झिने। त्यस्तो सम्झेर चाहिँ अनि यहाँ हेर्नुहोस् है, आँखा बाहिर यसो हेरेर अनि त्यो गरेको भन्दा सोचेको भन्दा आँखा यसरी चिमेर, आधा चिमेर आफ्नो मनलाई यसरी हेरेर सत्यमा बसेर ध्यान गरेर दुःखको विषयमा सम्झ्यो भने अनि मनको भित्रदेखि नै थाहा हुने, मनको भित्रदेखि नै बिस्तारै बिस्तारै ओहो सर्व प्राणीहरूलाई यस्तो दुःखहरू छ रहेछ भनेर चाहिँ थाहा हुन्छ, सत्य सोच्यो भनेदेखि है। अनि बिस्तारै भित्रदेखि नै रुनु लाग्ने, त्यस्तो हुन्छ, पिर हुने। त्यस्तो भयो भने के हुन्छ, अघि डर भने चाहिँ त्यो हो, दुःख सत्य र दुःखको हेतु क्लेश कर्महरू सम्झेर यस्तो दुःख छ, यो दुःख मलाई चाहिँदैन, यो दुःखले म डर्छु, दुःखको हेतुले डर्छु, त्यो के भन्छ क्लेशले म डर्छु भनेर त्यस्तो दुःख सत्य र दुःखको हेतु सत्यलाई अनि मनदेखि नै एउटा डर हुन्छ, त्यसले भन्छ डर भनेको त्यो थाहा भयो। अब त्यो डर चाहिँ भएदेखि के हुन्छ, अब यदि तपाईँहरूले केही रोग, नराम्रो रोग लागेर दुखेर यस्तो घरमा बस्नु नसक्ने, ओछ्यानमा बस्नु नसक्ने भनेदेखि के हुन्छ, यो मलाई दुःख छ, बिमार छ, यो म मुक्ति हुनु पर्यो, त्यहाँदेखि म मुक्त हुनु पर्यो, मैले के गरौँ, त्यो त्यहाँदेखि त्यो टेक्नु सक्नुको लागि कसलाई शक्ति छ रहेछ भनेर सोच्दाखेरि ओ यो रोग हो,
अब डक्टरलाई देखाउनु पर्यो, दबाई खानु पर्यो भने मन आउँछ नि। त्यही जस्तो दुःख साथै र दुःखको हेतु साथै राम्रो गरेर सम्झिकरी डर हुने, डर आउँदाखेरि त्यो डरदेखि डर टेक्नु सक्ने, त्यो डरबाट हटाउन सक्ने शक्ति चाहिँ कसले छरेछ भनेर चाहिँ खोज्दाखेरि बुद्ध धर्मसँगले छ भनेर चाहिँ उहाँ हामीले के हुन्छ त्यसलाई अनि विश्वास हुन्छ, त्यो थाहा हुन्छ। त्यो थाहा भएको पछि उहाँले मनदेखि नै श्रद्धा हुन्छ, त्यसलाई भन्छ श्रद्धा हो। यहाँ अहिले यो डर र श्रद्धा भने चाहिँ यसरी सम्झेर यसरी के भन्छ ध्यान गरेर आउनुपर्ने। अब क्लियर भयो डर। अब तपाईँहरूले मनमा के राख्नु पर्यो, शरण गमनको हेतु र प्रत्यय के हो भनेदेखि डर र श्रद्धा, डर र श्रद्धा यो दुई हो भनेर चाहिँ मनमा राख्नु पर्यो यहाँ। अब यहाँसम्म चाहिँ के सिद्धियो, अघि पाँचवटा विषयमा दुई चाहिँ सिद्धियो। अब तेस्रोमा चाहिँ शरण गमनको विषय, शरण गमनको के विषय होला। अब यहाँ तेस्रोमा चाहिँ शरण गमनको विषयमा चाहिँ भन्न चाहन्छु। अब शरण गमनको विषय चाहिँ के हो भनेदेखि यहाँ सुन्नुहोस् है, शरण गमनको विषय चाहिँ के हो भनेदेखि बौद्धको ग्रन्थमा सबै बौद्धहरूले थाहा हुनुपर्ने चाहिँ शरण गमनको विषयमा अनि तीनवटा छ। तीन चाहिँ के हो, बुद्ध रत्न, धर्म रत्न, सङ्घ रत्न, उहाँ तीनवटा चाहिँ शरण गमनको विषय हो। यो चाहिँ सबैले मनमा राख्नुहोस्। अब बौद्धको त्यसमा चाहिँ शरण गमनको विषयमा चाहिँ अनि कृष्णहरूले गड भन्छ, हिन्दूहरूले ईश्वर भन्छ, अनि इस्लामिकहरूले चाहिँ अल्लाह भन्छ है। त्यसले चाहिँ सृष्टिकर्ता भन्छ है, सृष्टिकर्ता। तर बौद्धमा फेरि म यहाँ फेरि यो भन्न चाहन्छु, बौद्ध राम्रो अबौद्धहरू नराम्रो त्यो कुरा चाहिँ भनेको होइन। मैले पोहोर साल पनि भनेको थियो, जहाँ मैले गयो भने त्यही भन्दैछु। किनभनेदेखि हामी एउटा मान्छे राम्रो हुनुपर्छ। मान्छे राम्रो हुनुको लागि असल विचार र असल आचरण चाहिन्छ। असल विचार र असल आचरण भएको मान्छे हो भनेदेखि आफ्नो मान्छे अरू मान्छे जो होस् सबैलाई आधार सम्मान चाहिँ गर्नुपर्छ। त्यसो कारणले बुद्धको धर्म अबौद्धको धर्म सबैले हामीले आधार सम्मान राख्नुपर्छ। तर मैले त्यसलाई आधार सम्मान राख्छु भनेको तर म त्यसलाई मानेर पालन गर्छु भनेको कुरा चाहिँ अलग हो। त्यसो कारणले आधार सम्मान चाहिँ सबै धर्मले गर्ने, तर भने ध्यान अभ्यास भने चाहिँ आफ्नो आफ्नो धर्मले गर्ने। त्यसो कारणले बौद्धहरूले अनि ध्यान अभ्यास चाहिँ बुद्ध धर्मलाई गर्ने हो। त्यसो कारणले बुद्ध धर्म ग्रन्थको भित्र अनि के भनेको छ भनेदेखि तपाईँले शरण गमन गर्नु बेलामा शरण गमनको विषयमा सिर्फ बुद्ध रत्न, धर्म रत्न, सङ्घ रत्न त्यो तिनवटा हो। त्यो छोडेर अरू लोगीको देवादेवीहरू पनि शरण गमनको विषय होइन। भूत प्रेतहरू त शरण गमनको विषयमा हुनै हुँदैन भनेको छ। थाहा भयो? त्यो चाहिँ मनमा राख्नुहोस्। मैले यहाँ किन जोड दिएर भन्यो भनेदेखि अघि मैले भन्यो नि, बुद्धको कङ्गुर टेङ्गुर आधारमा नराखेर फलाना फलाना गुरुले भन्यो, फलाना फलाना त्यो मान्छे हाम्रो परम्परा हो भनेर कोही भूतहरू पनि शरण गमनको विषयमा राख्छ। त्यो लोगीको देवादेवीहरू भनेर राख्छ। हाम्रो गर्छ कुल देवतालाई हल्ल होर्ती सतक सही सितक तपाईँहरूले कुल देवता भने त्यस्तो सुन्यो
शब्द सुन्यो? त्यस्तो धेरै छ रहेछ नि। यो कुल देवता हो, हामीले मान्नुपर्छ, त्यो हुन्छ नि। त्यो कुल देवताको भित्र त लोगी पनि हुन्छ, अलोगी पनि हुन्छ नि। लोगीको देवता कुल देवताहरू हामी बौद्धहरूले शरण गमन गर्नु हुँदैन। आधारसम्म गर्ने, उहाँ चाहरू दिने, के चढाउने त्यो हुन्छ, तर त्यसलाई आधारसम्म गर्ने मात्र हो, त्यसलाई चाहिँ शरण गमन चाहिँ गर्नु नहुने हो। राम्रो गरेर थाहा भयो हो, त्यस्तो हुन्छ। त्यस्तो कारणले यस्तो हुन्छ नि कुल देवता भन्ने कुरा। अनि हाम्रो यो के अरे लुम्ब गिला सेची खर्च लुम्ब सेथे हाम्रो गाउँघरको देवता भन्ने, गाउँको देवता भन्ने के हुन्छ नि, त्यसमा हेर्नुपर्छ। गाउँको देवता हो भनेर त्यो देवता चाहिँ लोगीको देवता रहेछ कि अलोगीको देवता रहेछ भनेर ग्राम हेरेर राम्रो गरेर थाहा हुनुपर्छ। लोगीको देवता हो भनेदेखि साथी दोस्तो गरेर, चिन्ने मान्छे दोस्तो गरेर खानाहरू दिने, त्यो मात्र हो आधारसम्म गर्ने। अलोगीको देवता बुद्ध धर्म सङ्घ रत्नको भित्र पशुको भएको देवता हो भनेदेखि शरण गमन गर्नु मिल्छ। बुद्ध रत्न धर्म रत्न सङ्घ रत्नको भित्र नभएको देवता देवा देवी जो होस् त्यो सबै हामीले शरण गमन गर्नेको विषय होइन। थाहा भयो हो, त्यो चाहिँ क्लियर बनाएको यहाँ हो। यहाँ त देख्छौँ। अब यहाँ सुन्नुहोस् है, अब लामा चोङ्खापाले अनि लमरिङको भित्र के भनेको छ भनेदेखि यो शरण गमनको विषयमा दुई विषय राख्यो छ उहाँले। क्याप्सो डोबे युल गयो सोताङ क्याप्सो हो पे गम्सेन भनेर दुई अनि विषय राखेको छ। यो पनि यहाँ भन्छु। यो अब यहाँ अब हामी के अरे हामी चाहिँ अन्धविश्वासले त्यो श्राद्ध गर्नु हुँदैन भनिसक्यो। मूल बुद्ध धर्मको मूल तपाईँहरूले थाहा हुनुपर्छ है, कुरा नगर्नुहोस्। शरण गमनमा के अरे बुद्धको ग्रन्थमा के भनेको छ यहाँ सुन्नुहोस् है। गेलोङ दाकम खेनम कि सेक्चेन दर्वी सिरसिङदु लेपर तक्लङाई का लङ्बर छवि खुसिर मेन भनेको छ। यसको मतलब के हो भनेदेखि गेलोङ दाकम खेनम कि भिक्षुहरू र अनि ज्ञानी अनि खेपाल गर्छ विद्वानहरूले सुन्नुहोस् भनेको। गेलोङ दाकम खेनम कि सेक्चेन दर्वी सिरसिङदु भनेको मतलब चाहिँ तपाईँले मैले भनेको कुरामा तपाईँले विश्वास गर्नु बेलामा अन्धविश्वास नगर्नु। हामीले सुन भन्ने चाहिँ सुन किन्नु जानु बेलामा सुन राम्रो शुद्ध सुन चाहियो भनेर हामी किन्नु बेलामा हामी के गर्छ, त्यो सुन चाहिँ शुद्ध हो कि होइन भनेर हामीले खोज तलास गर्नुपर्छ। त्यो बेलामा के गर्छ, तिनवटा कुरा थाहा हुनुपर्छ नि भनेको छ। तिनवटा कुरा के हो, सेक्पा भनेर त्यो सुन चाहिँ पहिला पोल्नुपर्छ, जलाउनुपर्छ आगोमा। त्यो सुन चाहिँ शुद्ध हो कि होइन भनेर आगोमा जलाउने। त्यसको पछि के चे भने चाहिँ काट्नु पर्यो त्यसलाई बिचमा। कहिले कहिले कस्तो हुन्छ सुनहरू बाहिर हेर्दाखेरि यस्तो राम्रो दोस्तो, काटेर भित्र त्यो ढुङ्गा त्यस्तो हुन्छ कि। त्यसको कारणले सत्य हो कि होइन भनेर काट्नुपर्छ अरे त्यसलाई। सेक्चे धर भने चाहिँ के हो भनेदेखि त्यो सुनलाई घोट्नुपर्छ अरे। घोट्यो भने कस्नुपर्छ अरे, कसी है। त्यो गऱ्यो भने त्यो तिनवटा द्वारा त्यो सुन चाहिँ शुद्ध हो कि होइन तुरुन्त थाहा हुन्छ। त्यही दोस्रो गरेर बुद्धले के भनेको छ, बुद्ध शाक्य मुनिको वचन हो भनेर तुरुन्त विश्वास नगर भनेको छ बुद्ध स्वयंले। तपाईँले बुद्धले भनेको कुरा चाहिँ पहिला कानमा सुन्नुहोस्, त्यसको पछि मनमा पुगेर चिन्तन गर्नुहोस्। चिन्तन गर्नु बेलामा पनि तपाईँले बुद्धिले प्रयोग गर्नु। बुद्धिले प्रयोग गरेर चाहिँ
ल यो सत्य रहेछ कि सत्य होइन भनेर चाहिँ खोज तलास गर्ने, अन्तिममा यो सत्य रहेछ भनेर थाहा भएदेखि तपाईँले पालन गर्नु, नत्र तपाईँले बुद्धले भनेको हो भनेर तुरुन्त विश्वास गर्ने, पालन चाहिँ नगर्नु भनेको छ। सेक्चेन्दरी सिर्सेन्दो लेपर तग्लङ्गैका लङ्बर छावे घुचिरमेन भने म बुद्धले मान्नेछु, त्यसो कारणले यो बुद्धले भनेको हो हामी सुन्नुपर्छ भनेर चाहिँ यस्तो नगर भनेको छ। योले के चिनाउँछ रहेछ सुन्नुहोस् त, योले के चिनाउँछ रहेछ? बुद्धले मान्छेलाई खर्च घोगरो तङ्या फसाउने काम चाहिँ गर्दैन उहाँले है। उहाँले फोर्सलाई गर्छ, फोर्स जबरजस्ती पनि गर्दैन होइन। बुद्ध मैले एउटा धर्म शिक्षा चाहिँ दिएको छ, तपाईँहरूले आफैले अनि बुद्धिले खोज तलास गर, फाइदा छ सत्य रहेछ भनेदेखि पालन गर, सत्य छैन भनेदेखि छोडिदियो भनेर त कस्तो आनन्द छ है। यस्तो हुनु पर्यो नि, घुस दिएर पैसा दिएर के भनेर ल तिमी यता आऊ यो धर्म गर, त्यस्तो भन्दैन बुद्धले। किनभनेदेखि बुद्ध स्वयंलाई कन्फिडेन्ट छ, कन्फिडेन्ट गर्छ, विश्वास पनि छ। बुद्ध आफूले विश्वास छ, आफ्नो धर्मलाई आफ्नो शिक्षालाई आफूले त्यो छ नि। इङ्ग्लिसमा भन्छ कन्फिडेन्ट भन्छ नि, हाम्रो छेउको भाषामा भन्छ तेङ्छु भन्छ नि, त्यस्तो छ। ठिक छ ल। अब जोस् यहाँ तपाईँहरूले थाहा भएन बुद्धले यो भनेको छ। त्यस्तो कारणले अहिले त्यस्तो कारणले अब म यहाँ भन्न चाहन्छु बुद्ध धर्मको खर्च ढोताङलाई खर्च साङ्गिक छु कि ढोताङ विधि र त बुद्ध धर्मको विधि भनौँ अब ढोताङमा के छ भनेदेखि प्रज्ञालाई सबभन्दा ठुलो मान्छ, बुद्धिलाई सबभन्दा ठुलो मान्छ, ज्ञानलाई सबभन्दा ठुलो मान्छ, त्यो हो है। त्यसो कारणले बुद्ध धर्ममा चाहिँ अनि जहिले पनि तिमीले त्यो गर भन्नु बेलामा चाहिँ कारण सहित भन्छ है। त्यसो कारणले अहिले यहाँ कहाँ पुग्यो शरण गमन, यहाँ कहाँ पुग्यो शरण गमनको विषय के हो भनेमा बुद्ध धर्मसँग हो भन्यो नि। अब यहाँ क्वेसन आउँछ, प्रश्न आउँछ, बुद्ध चाहिँ कसरी शरण गमनको विषय हो, त्यो हो अब ठुलो कुरा है। थाहा भयो बुद्ध रत्न चाहिँ कसरी शरण गमनको विषय हो भन्छ। त्यसमा चाहिँ अनि चारवटा कारण छ भन्छ, कारण चारवटा कारण। सर्वप्रथम के भनेको छ, पहिला म यो आगम दिन्छु है। साङ्गे क्याम्ने सुयो भिक्यम चाहिँ सी भन्छ, राङ जिग्वा थम्चेले ढुल सेन जिग्वा थम्चेले ढुल थाप्लाई खे कुला तुजी छम्बु निरिङ मेपर जुबा फ्यान्ता माता थम्चे कि ध्यान जेबाउ भनेर चारवटा कारण। पहिला चाहिँ के भनेको छ, रङ जिग्वा थम्चेले ढुल भनेको छ। यसको मतलब बुद्धलाई शरण गमन गर्नुपर्छ, किनभनेदेखि बुद्ध चाहिँ शरण गमन गर्नु सक्नेको एउटा विषय हो। कारण के हो भनेदेखि बुद्ध स्वयंले डर सबै टेकिसकेको छ, डर सबैदेखि मुक्ति भइसकेको छ भनेको छ। रङ जिग्वा थम्चेले ढुल त्यो हो नि। यहाँ हेर्नुहोस् त, अब बेलुकामा अन्धेरोको बेलामा यहाँ भूत छ कि भनेर चाहिँ मलाई डर हुनसक्छ नि। अब त्यो बेलामा दुईवटा मान्छे हुनसक्छ नि, एउटाले चाहिँ डर भएको, अरू एउटाले चाहिँ डर नभएको। अब डर नभएको चाहिँ
खुसीले बसेको छ नि। अब म त्यो बेलामा डर हुँदाखेरि मैले अनि शरण गमनको विषय कसले गर्ने है? आफ्नो दोस्त डर भएको मान्छेले गर्ने, ऊ आफै डरेर बसेको छ होइन। अब कसले गर्ने? डर नभएको, डर सबै टेकिसक्यो, त्यस्तो शक्ति भएकोले पो शरण गमन गर्नु पर्यो नि त्यो बेला होइन। त्यही जस्तो गरेर हामीले बुद्ध शाक्यमुनिलाई बुद्धलाई शरण गमन गर्यो भने हुन्छ। उहाँ शरण गमन गर्नेको विषय हो किन? बुद्ध शाक्यमुनि उहाँ स्वयं डर सबै टेकिसकेको छ भनेको छ। कारण रम्छ नि है, यही एक रान जिपा थाम्जेले डो सेन जिपा थाम्जेले डोवे थपलाई खेबा भनेको छ। यो कस्तो भनेको छ भनेदेखि बुद्ध स्वयं डर सबैदेखि मुक्ति भएको मात्र नभएर अरू सर्व प्राणीहरूलाई पनि डर सबैदेखि मुक्ति गर्नु सक्ने शक्ति र त्यसको उपायहरू सबै जानकार छ भनेको छ। सेन जिक्पा थाम्जेले ढोल्वे थाप्लाई खेपा भनेर त्यस्तो उपायहरू सबै उहाँलाई छ भनेको छ। त्यो राम्रो हो नि। अब आफैले अरूलाई मलाई डर छ, तपाईँ मलाई चाहिँ म तपाईँले शरण गमन गर्दैछु, तपाईँले मलाई चाहिँ सहयोग गर्नुहोस् भनेर फेरि उसलाई सहयोग गर्नेको उपाय छैन भनेदेखि कसो गर्ने? त्यसो कारणले शरण गमन जसले गर्छ त्यसलाई आफैले सहयोग गर्नु सक्ने उपाय र मार्ग चाहिँ उहाँले चाहेको हुन्छ। त्यसो कारणले बुद्धले त्यो छ भने। दोस्रो थाहा भयो सेन जिपा थाम्जे थाप्लाई खेपा भने त्यो हो। तेस्रो टुल तुची छम्बो नेरे मेबर जुपा तुची छम्बो भने चाहिँ निङ्जी छम्बो। निङ्जी छम्बो भने चाहिँ महामाया, महाकरुणा। यहाँ सुन्नुहोस् है, हामीले बुद्धलाई शरण गमन गर्यो भने हुन्छ भने। कारण के? कारण 4 एक तेस्रो चाहिँ के हो भनेदेखि बुद्धलाई हामी सबैलाई बुद्ध पार्टी हामी सबैलाई बुद्धलाई चाहिँ के छ रे? महाकरुणा छ रे। ल सुन्नुहोस् त के भन्छ? महाकरुणा। अब यहाँ उदाहरण, यदि छोराछोरी एउटालाई है धेरै डर छ, उहाँले धेरै दुःख छ, त्यो बेलामा त्यो दुःखबाट हटाउनको लागि बा आमालाई सहयोग लिन्छ होइन। यदि बा आमालाई छोराछोरीहरूलाई करुणा छैन भनेदेखि उहाँले सहयोग गर्छ? गर्दैन। त्यसो कारणले सहयोग गर्ने मान्छेलाई आफूले सहयोग चाहियो भनेदेखि सहयोग जसले मान्छ त्यसलाई करुणा चाहेको हुन्छ। त्यसो कारणले बुद्धलाई हामी सबै लागि बुद्धलाई चाहिँ सर्व प्राणीलाई करुणा छ रे। त्यसो कारणले हामीले शरण गमन गर्यो भनेदेखि उहाँले पनि सहयोग गर्छ अरे। थाहा भयो? हो, यस्तो कारण चाहिन्छ, त्यस्तो कारण हो। या सेन्जुपा थाम्जे कुना तुची छम्बो नेरेमा बर्जुपा फेन ता माता थाम्जेकी ठेन जाबा भने चाहिँ धेरै ठुलो कुरा हो यो। यहाँ हेर्नुहोस् है, हामीले दुःखहरू हटाउनको लागि केही अनि समस्याहरू हटाउनको लागि कहिले कहिले हामी कोही मान्छेहरू भेट्नु जान्छ नि। अब कोही मान्छेहरूमा राम्रो नराम्रो दुईवटा हुन्छ रहेछ नि। राम्रो भएदेखि उहाँले तुरुन्त तिमी मलाई पैसा कति दिने, कति घुस दिने भन्ने कुरा गर्दैन नि। के दुःख छ रहेछ, मैले के गर्नु सक्छ भन्नुहोस् त भन्छ नि। कोही कोहीहरू चाहिँ के हुन्छ, पहिला नै पैसा कति दिने ल भन्छ। ल त्यो माथिदेखि नदियो है, तलदेखि दियो है भन्छ होइन, उतादेखि दियो है, उसरी दियो है भनेर चाहिँ जसले आफूले पैसा दिन्छ त्यसले सहयोग गर्ने, जसले आफूले दिँदैन, जसले आफूले नराम्रो भन्छ त्यसलाई चाहिँ ठोक्ने, त्यसले चाहिँ हान्ने, त्यसो गर्छ नि। त्यस्तो मान्छेले शरण गमन गर्नु हुँदैन रे। बुद्ध भनेपछि त्यस्तो होइन रे। पैसा दिने, यस्तो चराउनेलाई चाहिँ राम्रो गर्ने। बुद्ध त्यो नराम्रो शाक्यमुनि भनेछ नराम्रो भनेछ त्यसलाई चाहिँ दुःख दिने, त्यस्तो होइन रे। फ्यान तक फ्यान मातक थाम्जेला कुला
tukchi chenpo ni ma karsa penda mata thamji ki den zepa भनेछ बुद्ध स्वयंले बुद्धलाई राम्रो गरोस् नराम्रो गरोस् तर सर्वपाण्डिले बुद्धले सबैले एकै हेर्छ एक सम्बन्धमा हेरेर फाइदा गर्छ हो शरण गमन जसले गर्छ त्यसको विषयलाई यस्तो गुण चाहेको छ भन्छ त्यो चाहिँ बुद्धलाई छ रे हो यो चारवटा थाहा भयो अब त्यस्तो हो भनेदेखि त सत्य नै हामी शरण गमन गर्नु सक्ने रहेछ नि अब हामी कहिले के हुन्छ भनेदेखि यस्तो शरण गमन गर्नु सक्ने कारण चारवटा भएको व्यक्तिलाई चारवटा भएको बुद्ध त्यस्तोहरूले चाहिँ शरण गमन नगर्ने फाल्तु मान्छे फाल्तु त्यस्तोलाई शरण गमन गरेर हामी चाहिँ जाने रहेछन् होइन हो त्यसो कारणले यहाँ यो देखाएको छ है त्यसो कारणले शरण गमन गर्नेको विषयमा बुद्ध रहन धम्म रहन सङ्घ रहन त्यस्तो गुण भएको चाहेको छ लोगीको भयो भनेदेखि त्यस्तो हुँदैन रे अहिले चारवटा कारण छ नि लोगीको अनि शरण गमनको विषयहरूलाई त्यस्तो चाहिँ अनि हुँदैन भन्छ हो त्यसो कारणले यहाँ चाहिँ अनि यो चाहिँ सम्झिनु पर्यो हो या अनि अब यहाँसम्म चाहिँ मैले के भनेको छ भनेदेखि शरण गमन कसले गर्ने त्यसको विषयमा चाहिँ मैले भनिसक्यो